कञ्चनपुरमा एलानीमै पर्दछ। त्यसकारणले सरकारले पहिलो चरणमा प्राकृतिक विपदको जोखिम रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दैछ। खोला किनारका नागरिकलाई सुरक्षित राखिसकेपछि सरकारले बलियो संयन्त्र स्थापित गरेर सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासको समस्यालाई सदाको लागि समाप्त पार्न एउटा बलियो संयन्त्र बनाउनुपर्छ। खोलाका किनारका नागरिकलाई सुरक्षित राखिसकेपछि जुन यो बलियो समिति बन्छ, संयन्त्र बन्छ, त्यसपछि सुकुम्बासी भूमिलाई हामीले बसोबास र सम्मानित जीवन दिलाउने सरकारको अभियानमा म केपी खनाल मात्र होइन, मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी देशवासीको नाममा साथ छ। देशवासीलाई र सरकारलाई साथ र सहयोग गर्न तयार छ। कसैको पनि भोक अधिकार वा स्वामित्व नभएको, सरकारको नाममा समेत जग्गाधनी पूर्जा वा रेकर्ड नरहेको एलानी वा प्रति जग्गा र त्यसको उपयोग कसैले गरिरहेको छ भने त्यो लगत सङ्कलन गरिनुपर्छ र आवश्यकता अनुसार यस्तो जग्गाको उपयोग गरिरहेकालाई जग्गाको स्वामित्व दिलाउनु पर्छ। जग्गाको स्वामित्वको कुरा गर्ने बित्तिकै कतिपयले फेरि भन्लान् यसको जग्गा त एलानीमा छ, त्यसकारणले लाल पूर्जा माग्यो भनेर। एलानी जग्गामा ठुल्ठुला सहर बसेका छन्, सरकारी संरचना बनेका छन्, खानेपानी, सडक, विद्युत, टेलिफोन जस्ता सबै सरकारी सेवा सुविधाहरू पुगेका छन् र यस्ता जग्गा बन्ने भवनहरूको नक्सा समेत नगरपालिकाले त्यहाँको स्थानीय तहले लगेको हुन्छ। त्यसकारणले गर्दा म स्पष्ट पार्न चाहन्छु सभामुख महोदय, म फेरि पनि भन्छु, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यालाई सदाका लागि अन्त्य गर्न सरकारको अभियानमा कसैले पनि डिस्टर्ब नगरौँ र आफ्नो राजनीतिक एजेन्डा नबनाऊ। हाम्रो समाजमा जग्गा भनेको सम्पत्ति मात्र होइन, यो त सम्मान र प्रतिष्ठाको आधार पनि हो। त्यसकारणले हरेक नागरिकले जग्गाको स्वामित्व सहित सम्मानित र प्रतिष्ठित जीवन बाँच्न पाउनुपर्छ। नागरिकलाई पुस्तौं पुस्तासम्म सुकुम्बासी बनाइराख्ने यो घृणित खेल अबको राष्ट्रपा सरकारले सदाका लागि अन्त्य गर्नुपर्छ। सम्मानित सभामुख महोदय, त्यस सँगसँगै पछिल्लो समय यो विनियोजन विधेयकले आर्थिक विकासको 5वटा स्पष्ट आधार पनि अघि सारेको मैले देख्छु। सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृतको पूर्वाधार, सामाजिक उन्नयन र नेपालको सम्य शक्तिको उपयोग गरेको मैले यहाँ महसुस गर्छु। म आशा गर्छु कि यी 5 आधारलाई अगाडि सारेको यो सरकारले आगामी दिनमा नागरिकलाई कामको आधारमा कामलाई अगाडि सार्नेछ भन्ने मैले विश्वास लिएको छु र म आशा गर्न चाहन्छु म यस वर्षको सिद्धान्त र प्राथमिकताको सकारात्मक सुधार उन्मुख छन् भन्ने मैले देखेको छु। अबको बजेट मार्फत प्राथमिकताहरू निर्धारण गर्नुपर्छ, समिति र प्रभावकारी कार्यक्रम लागू गरिनुपर्छ, जिम्मेवार निकाय समयसीमाभित्रै नतिजा दिने व्यवस्था गर्नुपर्छ। जनताले अब सुशासनको लाभांश, रोजगारीको अवसर, सुविधा सम्पन्न पूर्वाधार र सहज सेवा प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनुपर्छ। धन्यवाद।